बाद एउटा प्रोडक्ट बनाएर लिएर आएको छु। जब प्रोडक्टलाई मैले हेरेँ मन बढायो, वाउ एन्ड यस इट्स रियली वाउ। हेरिहाल्नुहोस् कत्रो ठुलो छर्के तिलहरी, ड्युरेबल पनि हुनेछ, यो बिग्रिँदैन। यो त्यो पातलो बोक्रा होइन, यो सिल्भर छ, सिल्भरमाथि गोल्डलाई इलेक्ट्रोफोम गरेर बनाएको छ। यसमा कति गोल्ड लागेको छ, कति सिल्भर लागेको छ, कति व्याक्स लागेको छ, सबै डिटेल यहाँ मेन्सन गरेर दिएको छ। तपाईँले स्क्रिनमा हेर्नु सक्नुहुन्छ। यसको प्रोडक्ट नम्बर रहेको छ EFJ3277, ग्रस वेट रहेको छ 112.81 ग्राम, सिल्भर वेट रहेको छ 7.97 ग्राम, व्याक्स लागेको छ 103.84 ग्राम, गोल्ड वेट रहेको छ 1 ग्राम। फिनिसिङ हेर्नुहोस्, एकदम फाइन फिनिसिङ छ। साइजको कुरा गर्दा यसको लेन्थ रहेको छ 3.5 इन्चेस, यसको डायमिटर थिकनेस रहेको छ 1.5 इन्चेस। सो मोटो ठुलो देख्ने, एकदमै राम्रो फाइन फिनिसिङ भएको छर्के तिलहरी तपाईँहरूले लो प्राइसमा लगाउन सक्नुहुन्छ कि तपाईँले DM गर्नु सक्नुहुन्छ। तपाईँले पनि आफ्नो अर्डर प्लेस गर्न सक्नुहुन्छ। एकदम फाइन बनेको छ, कसैले पनि छुटाउनु सक्दैन। यो सलिड गोल्डको होइन, यसको भित्र सिल्भर छ, बाहिरबाट गोल्ड इलेक्ट्रोफोम गरेको छ। हेर्नुहोस् एकदम फाइन फिनिसिङ छ। यसको बाइब्याक फरएभर हुनेछ। म प्रोडक्टलाई काटेर देखाउनु म बिलिभ गर्दिनँ, म ट्रान्सपरेन्सीमा बिलिभ गर्छु। सो यो जुन चाहिँ चिज मेन्सन गरेर दिइरहेको छ, यो एउटा सबसे ठुलो ट्रान्सपरेन्सी छ। तपाईँले फ्युचरमा कहिले पनि रिटर्न गर्नुहुन्छ, तपाईँकोमा बिल मिसप्लेस भयो भने पनि तपाईँले सुर्ता गर्नु पर्दैन। हामीले यो जुन चाहिँ EFJ3277 छ, यसले तपाईँको डिटेल बायोडाटा निकालिदिन्छ। यो लेखेर दिने रिजन दुईटा हो, एउटा कुनै ज्वेलर धोकामा नपरोस्, प्लस ट्रान्सपरेन्सी होस्। तपाईँको कति क्वान्टिटी गोल्ड लागेको छ, कति सिल्भर लागेको छ।